Guys, welcome and welcome back to my mini vlog part 4. So दिदी र म चाहिँ अब सिंगटी बजार जान लागेको। यो हामी चाहिँ कहाँ आएको भन्दाखेरि मेन गाइज हैन मेरो मामा घर हैन, जहाँ मेरो मामा मम्मी ठुल मम्मी सान मम्मीहरुले चाहिँ आफ्नो बाल्यकाल बिताउनु भएको ठाउँमा आएको हो कि हामी। हाम्रो के भन्ने गाउँको माओली कस्तो पुर्ख्यौली हाम्रो मामा घर हैन, हाम्रो बुवा आमाहरूले आफ्नो 10 वर्षपछि यस जिन्दगी कटाउनु भएको ठाउँ। 12-15 वर्ष। सो यहाँनिर चाहिँ हो यो बजार जान लाग्यो हामी। यो खोलाको माछा पनि बहुतै खाइन्छ गाइस। अहिले चाहिँ त्यहाँनिर करेन्टहरू लगाएको छ अरे कि त्यहाँ खोलाहरूमा। सो त्यही भएर चाहिँ अहिले त्यति धेरै माछाहरू पाइँदैन अरे, पहिलाको भन्दा कम पाइने। प्लस अब मान्छेहरू सबैजना गाउँबाट अब काठमाडौँतिरै लाग्नु भएको छ नि त। अनि अब त्यही भएर पनि विकासहरू पनि कम हुने रहेछ यस्तो भएपछि है। अब घरमा गाउँघरमा सबै बुढापाका मान्छेहरू मात्रै छ, सबै अरू काठमाडौँ। हिजो हामी आएको बसमा पनि सबै हजुरबा हजुरआमाहरू मात्रै हुन्थ्यो कि, यङ मान्छे भनेको त 1-2 जना मात्रै। त्यही पनि घरमा चाहिँ अहिले अब मेलोहरू लगाउनु पर्छ नि त, अनि त्यसकै हेल्पको लागि आएको भन्ने मान्छे मात्रै 2-3 जना दाइहरू हुनुहुन्थ्यो। बाँकी सबै हजुरबा हजुरआमा जो चाहिँ काठमाडौँदेखिबाट चेकअपहरू गरेर घर फर्किँदै हुनुभएको, अथवा कोही चाहिँ आफ्नो चरीकोटमा अब बजार छ हाम्रो, त्यहाँ बजारबाट सामानहरू किनेर चाहिँ घर फर्किनु भएको मात्रै हुन्थ्यो क्या लिटरल। सिंगटी जाने आउटफिट रहेको छ दिदीको। गाइस हामी फाइनल्ली सिंगटी बजार पनि आइसकेको छ। यहाँ हेर्नुहोस् त खोला पुल तर्दैछौँ हामी चाहिँ। अब कस्तो बाङ्गो यो तल तल छ त नि है। अब कत्रो आवाज गाई ए अघिदेखि नै खोला चाहिँ ऊ त्यो हाम्रो घरबाट यो चाहिँ तपाईँ कताबाट जोडेको खोला हो यो। साउन्ड सुन्न कस्तो पिस है। पहिला पहिला हाम्रो यहाँ यसरी माछा मार्ने मान्छे कति हुन्थ्यो क्या। अहिले चाहिँ यहाँ अङ्कलले यसरी पासो थाप्दै देखिरहनु भएको छैन होइन नि, पासो लगाइरहनु भएको छ माछा मार्ने। यहाँ ये देखो गाइस कत्रो ठुलो यो देखेको छैन होइन, हेर्दा त काली लागेर यो पढाइ हाम्रो टाउकोमा फस्ला जस्तै छ यार। माय गॉड। हेलो क्युटिज, हेलो के हो तिम्रो नाम? तिम्रो खड्की कहाँ हिँड्ने तिमीहरू? ओइ उर्मिला के त हो र गोल खान थालेछ? ए के गरेको गाइस गोलखा के गरेको यस्तो? यस खर्च नपुग्ला जस्तो लागेर यहाँ दिदीले निकाल्दै थिइन् एडिसनल खर्च। म बाहिर यहाँ वेट गरिरहेछु उसलाई। यहाँ रहेछ इलाका प्रशासन कार्यालय। यो छ बिगु पोलिटेक्निक इन्स्टिट्युट, ऊ त्यहाँ छ बिगु स्वास्थ्य सेवा केन्द्र। एक त तिमीले सुरुमै मलाई मोटिभेट गर्ने आएन, एकदम इन्सेक्योर फिल गरेर होइन। यहाँ पनि के सोचेर आफै के सोचेँ जिन्दगीमा के भयो आज। हामी चाहिँ खाजा खाना बसिरहेछौँ, घुमेर थकान भयौँ। त्यति साह्रो धेरै त घुमेँ होइन, हिँड्यो मात्र। अब गाइड गर्ने मान्छे छैन, यो पनि नयाँ म पनि नयाँ, नयाँ नयाँ बनाऊ है संसार भाषा भाषा। सो हामी चाहिँ अब खाजा खाएर घर जान्छौँ, खाजा कहीँ घुमेनौँ। खाजा खाएर चाहिँ हामी घरतर्फ लाग्छौँ। खायो खाँदैछ मलाई मैले चाउमिन बनाएको छु, 2जनाले सेयर गरेर खायो। त्यहाँनिर बनाउनु भएको टुक्पास गर्दैछु एकदम। Let me taste it. So guys, I'm gonna taste it कस्तो छ भनेर। Not bad. अनि चाउमिन पनि आयो, उसले थुक्पा खाँदैछ। सो हामी चाहिँ इन्जोय गर्छौँ हामी खाजा राखेर। त्यसको लागि त यति धेरै माछा देखाएको भयो त्यो झुमबाट बाफरे। यो चाहिँ एन्ट्रीमानको लागि के हो माछा बाल्नु पर्नु पर्दैन। बाल्नु पर्नु पर्दैन। बस चुर्मानको लागि हामीले के भन्छ चुर्मानको लागि माछा हामी मिलेर खानको लागि। चक्लेटी चक्लेटी होइन होला, चक्लेटी जस्तो मान्छे नि देख्दैन तपाईँ। तपाईँ कति वर्ष भएर यहाँ बस्नु भएको? 15 वर्ष। इन्ड अप आवर डे विथ आइसक्रिम सिंगटी बजारमा। Bye bye everyone. Thank you for watching.